गाइजहरू यति बेला म ब्ल्याक हिथबाट चाल्टन मेरो निवासतिर जाँदैछु है। बस्ने चाहिँ चाल्टनमा साथीभाइहरूलाई टु फोकस अन रोड होइन। यस्तो राति भए पनि है मान्छेहरू घुम्न हिँड्छन् होइन। पार्कहरू यो राम्रो छ साथै कार ब्लग हो यो है। यो चाहिँ खासमा पैसा कमाउनलाई चाहिँ बनाएको होइन होइन। मलाई चाहिँ अब म यसो ट्राभल गरेर नि हिँडिरहने अब देश विदेशको धेरै घुम्छु म। धेरै घुम्ने भएर चाहिँ मलाई अब किन वाइ नट यो मेमोरी पनि हुन्छ यति बेला यहाँ गएको भनेर होइन। एउटा स्टेबल गरेर राखिदियो भने रेकर्ड पनि हुन्छ अनि राख्छु युट्युबमा। भोलि पर्सि कुनै दिन बुढेसकालमा बुढो भयो बेलामा अथवा पछि यसो टिभीमा लगाएर हेर्नलाई पनि आफ्नो जवानीमा के गरेर कहाँ घुम्यो होइन भनेर एउटा मेमोरी पनि हुन्छ भनेर यो चाहिँ त्यसको लागि गरेको हो है। तपाईँहरू जो पनि हेरिरहनु भएको छ पैसा कमाउनको लागि अथवा भ्युज लाइक सब्सक्राइबको लागि चाहिँ गरेको होइन होइन। त्यस्तो हो। थ्याङ्क यू भन्न चाहन्छु म। कहाँ हो के हो पनि म भन्छु। यो अलिकति तपाईँहरूलाई फाइदा पनि हुन्छ। माइक लगाएको छैन यो भिडियोमा चाहिँ। यो चाहिँ अहिले हामी लन्डनको ब्ल्याक हिथदेखि ग्रिन्ससम्म चाहिँ छु म। मेरो एकजना साथी त्यो डेलिभरी गर्छ ऊ त्यहाँ अगाडि जाँदैछ है। सर्भर भयो रोक्नुपर्छ है। येल्लो मिन्स टु स्टप है नट टु रन। क्रस गर्ने चाहिँ होइन येल्लोमा स्टप गर्ने हो। येल्लो लाइट बोल्दाखेरि चाहिँ तपाईँ रन्केर जाने होइन कि येल्लो लाइट बोल्दाखेरि चाहिँ पछाडि हेरेर रोक्नुपर्छ। यहाँ चाहिँ धेरै जसो त्यो क्रस गर्न खोज्छन् अनि अगाडि गएर गाडी छोइने ठोकिनेहरू जस्तो हुन्छ। एम्बुलेन्स आयो त्यो एम्बुलेन्सलाई चाहिँ मैले हेर्नुपर्ने हुन्छ कता जाने हो त्यो। यहाँको पेट्रोल पम्पहरू रातिसम्म खोज्छन् है। नेपाली भएर विदेशमा आएर गाडी चलाएर घुम्दाखेरि चाहिँ धेरै हुनुहुन्छ हाम्रो यहाँ नेपालीहरू। तर म चाहिँ अब यो फनको लागि चाहिँ बनाउँछु। अब यो भिडियो चाहिँ मेरो भनेको तपाईँहरूलाई केही देख्यो भने सिनिक ड्राइभ चाहिँ मलाई चाहिँ एकदम मनपर्ने ठाउँहरू हेर्दाखेरि अब म पछि बिस्तारै कुनै दिन स्कटल्यान्डतिर जाँदैछु त्यति बेला म यो तपाईँहरूलाई के अरे त्यहाँको पनि भिडियो बनाउँछु राख्छु होइन। राउन्ड अबाउटमा चाहिँ राइटतिरबाट आउने गाडीलाई छोडिदिनुपर्छ। बल्ल लेफ्टतिर गएपछि राउन्ड अबाउटले धेरै इजी प्रब्लम सल्भ गरेको छ यो देशमा चाहिँ होइन। अब यस्तो भोलि अब हाम्रो देशमा पनि पछि बनाउँदाखेरि चाहिँ राउन्ड अबाउटहरू बनाएर सबैलाई ट्रेनिङतिर गऱ्यो भने चाहिँ गाडीको ट्राफिक म्यानेजमेन्ट चाहिँ एकदम सजिलो हुन्छ। कुन चाहिँ राम्रो इन्जिनियरले बनाएको अरे युकेमा भन्ने सुन्छु। आइ मे बी रङ है त्यो पनि हुनसक्छ रङ। जेनरली म यो म्युजिक बजार हिँड्ने गरेको थिएँ
तर यो म्युजिक बनाउँदाखेरि भोलि मैले युट्युबमा राख्दाखेरि कपिराइट स्ट्राइक हुन्छ कि भनेर त्यसको लागि के सल्युसन पनि थाहा छैन लेट्स सी पछि अब भिडियोमा चाहिँ म्युजिकहरू राख्न सकिन्छ ब्याकग्राउन्ड अझै अपलोड गर्नुपर्छ किनकि मेमोरी पनि छैन मेरो धेरै स्टोरेज खाइसक्यो रातिमा SD कार्ड राइटिङ